आज चाहिँ नेपालबाट लिएको चाउचाउ एउटा मात्रै बचेछ हैन। अब यसलाई चाहिँ बनाएर च्याप्प खानुपर्छ। साथीहरू तपाईलाई कस्तो मनपर्छ यो हेर्नु त कोरियन स्पाइसी नुडल्स लैनिस् त। अन्डा पनि रेडी भइसक्यो है। अनि यता नुडल्स यो हो टमाटर प्याज अदुवा लसुन सब धनिया टक्क लाएर यसरी पर भुटिसकेपछि कलर आइसकेपछि नि म हल्का पानी हाल्दै पानी हाल्दैपछि लगाइदिन्छु त क्या स्वादिष्ट भयो। कस्तो खाम भयो नि त साथीहरू। ल यसरी बनाइसकेपछि अनि धनिया सरर छर्कियो। छर्किएपछि त्यो धनियाको बासना महँगो बासना आइसकेपछि त खाना पनि छुट्टै मजा लागिहाल्छ साथीहरू हैन त। अब हामी सुरु गर्छौँ। अब दाइले चाहिँ यहाँनिर बलमा चाहिँ सल्भ गरि हुनुहुन्छ है। अब ल दुईटा अन्डा त्यसपछि दिएर नुडल्स भर्खर बनाइसकेको। ल सुरु गर्यो है साथीहरू। ल टेस्ट गर्नु पर्यो। आमामा ल टेस्ट गर्यो। टेस्ट गरेपछि त ल अन्डा पनि हानिदिनु पर्यो। अब अन्डा पनि अन्डा चाहिँ खान लाग्यो तर अन्डा चाहिँ त्यो तातो भयो। त्यसपछि त्यो मुखमा जान पनि गाह्रो भयो। त्यसपछि मैले खान सकेन। हो यसरी टेस्ट थियो नि त लास्टै टेस्ट होइन। चाउचाउको लास्ट टेस्ट फेरि आमा जति खायो त्यति खाम तर प्लेटमा सकिसकेको थियो कि त्यही भएर अब फेरि अर्कोचोटि बनाएर खानुपर्छ है दाइ भनेको। हुन्छ भाइ बनाउन केही छैन भन्नुभयो दाइले पनि। अनि दाजुभाइले कुरा गर्दै अनि गफ गर्दै गऱ्यो होइन। चाइनिजले पनि यसरी बनाएर खान्छ है भाइ भन्ने कुरा